गाइज नमस्ते वेलकम बैक टू माई च्यानल विजय रजिता ब्लगमा स्वागत छ। तपाईहरुलाई कस्तो हुनुहुन्छ? तपाईहरु आशा गर्दैछु कि सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। तपाईहरुको माया प्रेमले आज असारको 15 हो, दही चिउरा खाने दिन, धान पनि रोप्ने दिन हो। अब हामी त बाहिर बस्ने मान्छे कता जाम धान रोप्न, त्यही भएर दही चिउरा खाने हो। अब कतिखेर खाने हो त्यो पनि थाहा छैन, अहिले दही आएको छैन। दही कतिखेर ल्याउनुहुन्छ मेरो बुढोले, अहिले ल्याएको छैन। मेरो बुढो अफिस जानु भएको छ, कतिखेर आउनुहुन्छ दही लिएर। अब लिएर आउनुहुन्छ कि फेरि लिन जानुहुन्छ त्यो पनि थाहा छैन, कतिखेर आउनुहुन्छ। तपाईहरु असार 15 मान्नुभयो, के खानुभयो असार 15 को तपाईहरु? अब हामी खायौं भने बोलाउँछौं तपाईहरुलाई आउनु खान। यता त चितवन जिल्ला भण्डारामा त पानी परिरहेछ, अहिले डर्रो पानी परिरहेछ। अघिबाट नै पानी परिरहेछ, 1 घण्टा भइसक्यो पानी पर्दा पर्दै। अहिले त पानी भइसकेछ चारैतिर। म कोठामा बसेर भिडियो बनाइरहेछ, बाहिर त पानी छ, कता जाने बाहिर बसेपछि एउटा कोठामै सबै थोक गर्नुपर्छ। अनि बाहिर नि पानी परिरहेछ, कता जाम भनेर भिडियो बनाइरहेको छु। तपाईहरु असार 15 मान्नुभयो कि मान्नु भएको छैन? अब आउनु, हामीसँग मान्न आउनु, एकैसँग मान्यो भने रमाइलो हुन्छ हैन। अब के छ गाइस, जिन्दगीमा यही त हो हैन, खानु लाउनु रमाउनु। जिन्दगीमा केही चाहिन्छ? अब धेरै कमायो भने लिएर जान मिल्दैन, त्यही भएर खाने लाउने रमाउने इच्छा। तपाईहरु असार 15 को धान रोप्न जानु भएको छ कि छैन? अन्त कता जाम? घरमा नि बस्यो भने धान रोप्न जानै दिँदैन सासु ससुरोले, घरमै बस्नुपर्छ। अब यता बाहिर, अब कता जाम? बाहिर नि काम गर्न दिँदैन मेरो बुढोले, के गरौँ? यस्तै हो जिन्दगी। हुन्छ नि असारको 15 दही चिउरा खाने, साउन 15 खीर, साउन 15 खीर। हेर्नु गाइस, आज कति पानी परेछ के यहाँ चितवन भण्डारामा। अब खै तपाईहरु कहाँ बस्नुहुन्छ, उता परेछ कि छैन? यहाँ कति पानी परेछ। पानी परेर उ खेतमा पानी गर्दैछ। अहिलेसम्म अलिअलि पानी परिरहेछ, त्यही भएर म बाहिर गइरहेको छैन। हेर्नु त खेतहरुमा पानी गर्दैछ। अन्त पानी खेतहरुमा पानी गर्दैछ, कति धेरै पानी। भगवानजीले आज थाहा थियो के हाम्रो घरमा। हेर्नु न पानी लुकेर ऊ मेरो छोरी पानी गरिरहेछ। भगवानजीलाई थाहा थियो कि आज धान रोप्ने दिन छ, त्यही भएर पानी बर्साइदिउँ भनेर। अहिलेसम्म पानी परिरहेछ। त पानी चारैतिर पानी गर्दैछ। अहिलेसम्म अलिअलि पानी परिरहेछ, खेतमा नि पानी छ। पानी परेको खै देखिरहेछ कि छैन? अहिलेसम्म पानी परिरहेछ, 2-3 घण्टा भइसक्यो पानी परेको, सबै भिजिसक्यो। पानी गर्नुपर्छ, लिएर लड्छ। म देखाउँछु तपाईहरुलाई पानी। मेरो छोरीको काम हेर्नु त, सबै चप्पल थुपारेर राखेको छ।
भाग भाग भाग। पानी 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 भाज हिँड्नु भाउ गाइज पानी 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 हट्न सिच्छु गाइस पानी एकदम सिच्छु कति धेरै पानी भएको छ बाहिर पानी पानी भएको छ अहिलेसम्म पानी परिरहेको छ कति 3 घण्टाभन्दा माथि नै भइसकेको छ 11 साढे 11 बजीबाट परिरहेको छ पानी उता मान्छेहरू खेत रोपिरहेछ जुम गरेर देखाउँछु म तपाईहरुलाई आज खेत रोप्ने दिन छ मान्छेहरू खेत रोपिरहेछ उता थाके गाइस पानी उगर्दा गर्दै थाके हेर्नु गाइस असार 15 मा के पाकिरहेछ के खान्छौं हामीहरू अहिले देखाउँछु आउनु तपाईहरु पनि खान आउनु त्यो के हो कहाँ पठाउनलाई एकैचोटि भित्र राख्दिनु न त बाइक कालो मान्छे परिया बिलाई भग्लो मासु पाकिरहेको छ गाइस असार 15 मा खाने हो दही चिउरा मासु चला भात पकाउनु पर्छ कि भात पकाउनु पर्छ भात खाने हो कि चिउरा मासु दही के खाने सिच्छु सिच्छु के खाने भात खाने कि चिसो खाने
कलर कलर था हुँदैन। यो तेल हो गाइस, तेल काठमाडौँ पुर्याउनलाई लिएर आउनु भएको छ मेरो कालो। हाम्रो मासु रेडी भइसक्यो गाइस, अब खान जाने हो। आउनु खान तपाईहरु पनि। के खाने? के खाने आज असारको 15? बस न सिचु, के गीत छ रे? असारको 15 दही चुरा खाने, सावन 15 खीर। यही हो असारको 15। चिसो हाल्न कति तक्ले बडे। अब तो कसको देरी छ नाप्ने, अब तो कसको देरी छ, अब तो कसको देरी छ। आमा यता राख्न, यता राख्न, कसको देरी छ के, कसको देरी छ यता राख्न, कसको देरी छ, छिचुको देरी छ। अचेस पागल हो पागल ऐसे छु दाँत दाँत छैन यहाँ खिच्यो। असारको 15 मान्न धान रोप्न गएन, दही चिउरा खान बसिसक्यो। कहाँ राख्ने चिउरामै? धान रोप्यो भने दही चिउरा खान्छ र? हैन त। किन? यस्तै। असारको 15 यस्तो गयो। फल फ्रुट्स खाएर यता पनि हेर्नु न। दही चिउरा मासु दही खाएर छैन, दही चिउरा मासु। तपाईहरु कस्तो गयो गाइज? पानी जम्बज अच्छा खाजा कोन ताक्तर कता लचेस चेस 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 Mami, tu dai nada, be. Sabe que pani? Hai pani बाकी दही भरे. मेरो बुढो को हो असार 15 कोना देखिया चुरुआ ते खाओ त नहीं तो खाते ना बड़े कस्तो गयो बुढो असार 15 राम्रो गाइज यो हेर्नु सिक्थ्यो खाएर भुत्रुङ्गु भइसकेछ
चिच्चुकै हो आज दिन, चिच्चुकै दिन हो। आप देखाइरहेको छु चिच्चु। आउनु गाइज खाना भन। आउनु गाइज असार 15 मान्न भनिदेऊ त। पुरा भिडियो हेरिदिनु भएको पनि धेरै धेरै धन्यवाद। भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सेयर गरिदिनु। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु। अब नेक्स्ट ब्लगमा केही नयाँ लिएर आउँछौँ। अब नेक्स्ट ब्लगमा भेट्ला। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच।